पोखरा साइक्लिङ फर हेल्थ इन्भाइरोमेन्ट एन्ड टुरिज्म भन्ने मुद्दा रहेका छन्। यहाँ उपस्थित सम्पूर्ण जिल्लाबाट पाल्नुभएका अध्यक्षज्यूहरू साइक्लिस्ट साथीहरूलाई स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। साइकल सिटी र पोखरा महानगरपालिका जोइन्टली यो कार्यक्रमलाई आयोजना गरेका छौँ। हामीले 7 लाख रुपियाँ यो कार्यक्रमको लागि महानगरपालिकाको तर्फबाट सपोर्ट गरेको कुरा म यहाँलाई अनुरोध गर्न चाहन्छु। पोखरा नेचर कल्चर र एडभेन्चरको सहर हो र हामीले पोखराका 9वटै तालहरूलाई जोड्नका लागि लेक टु लेक साइकल लेन बनाउनका लागि ठुलो प्रोजेक्ट अगाडि बढाएका छौँ। 2 वर्षभित्रमा पोखराका सबै 9वटै लेकमा जान सक्ने गरिकन 117 किलोमिटर लामो साइकल लेन यहाँहरूले प्राप्त गर्न सक्नुहुनेछ। उत्साहजनक सहभागी विभिन्न जिल्लाबाट आउनु भएको छ। एकदमै रमाइलो भइरहेछ। बिहान अकाला देवीमा चाहिँ ब्रेकफास्ट खाएपछि अहिले हामी यो चुरुङ्गाको फाँटमा हामीले यहाँ उहाँहरूले हामीले फलफुलहरू पाउँदैछौँ। यहाँहरू जति पनि राइडरहरू सहभागी हुनुभएको छ म साइकल सिटी पोखराको तर्फबाट एकदमै मुरी धन्यवाद दिन चाहन्छु। अब यहाँबाट आधी घन्टामा गण्डकी ट्रकमा पुगिन्छौँ होला। ज्येष्ठ सदस्य हुनुहुन्छ 71 वर्षीय ग्रीष्मान प्रधान। उहाँलाई कृपया आएर आफ्नो अटोग्राफ लिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। 63 वर्षीय महिला तर्फको र्यालीको ओल्डेस्ट वुमनमा हुनुहुन्छ मुना साकेज्यू। त्यसै गरी सरला सिधा भएर लिदिनु न यता फोटो सरला मानन्दर हेरिदिनुहोस् न यता
धेरै अधिराज्यभरिबाट साइकल जम्मा हुनुभएको यो एउटा महोत्सव जस्तो लाग्यो, र्याली नभइकन है। ज्येष्ठ नागरिकदेखि सानो 7 वर्षको बालकले यस रेसमा भाग लिनु भएको हुनाले चाहिँ मैले उहाँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु र एउटा आन्तरिक पर्यटनलाई एउटा प्रमोट पनि गरौँ भन्ने जुन उद्देश्यले हजुरहरूले यो कार्यक्रम राख्नुभयो त्यसको लागि आयोजकप्रति धेरै धेरै आभार प्रकट गर्दै
We all are cyclists, we all are same होइन तर हामी साइक्लिस्टहरूमा युनिटी भन्छौँ हामी होइन त्यो युनिटीलाई चाहिँ हामी बोलीमा भन्दा पनि व्यवहारमा पनि उतारौँ भन्न चाहन्छु। धन्यवाद। तपाईँहरू सबैले यति सक्सेसफुल्ली होइन उहाँहरूले जुन म्यानेजमेन्ट गरिदिनु भएको छ उहाँहरूको लागि चाहिँ ताली बजाएरै शुभकामना दिउँ। इन्भाइरोमेन्ट एन्ड टुरिज्म भनेको छ त्यसमा मैले एउटा फ्रेन्डसिप पनि थपेँ। यति धेरै साथीहरू भेटघाट हुन्छ सबै साथीहरूलाई जो जसलाई नमस्कार हस् धन्यवाद। अनि मजाले भेटेर खाले 89 सुनिता गुरुङ ललितपुर 100 नम्बर परेको छ बिलिङ केसी मानन्दर काठमाडौँ 5,21,000 जनसङ्ख्या मध्येको यो साइकल सिटी हामी 100-150 जना मात्र छौँ। यो 100-150 जना हाम्रा युवा केटाहरू पोखरालाई सुन्दै सहरको रूपमा विकास गर्नको लागि र तपाईँ जस्ता उत्साह जोस जाँगर भएका युवा युवतीहरू यो 60 वर्ष नागोस् वा 10 वर्ष मुनिका होस् सबै युवा वर्ग हो। आउँदो वर्षदेखि योभन्दा बढी सङ्ख्यामा ल्याउनुहोस्। योभन्दा बढी सङ्ख्यामा हामी घुमौँ। योभन्दा बढी सङ्ख्यामा साइकललाई पोखराभित्र चिनाउँ। तपाईँको सहयोगले मात्र यो सम्भव छ। यो 8औं टुर द पोखरा हिजोसम्म 1 दिनको थियो, आज 2 दिन गरेका छौँ। आउँदो केही समयमा हामी यसलाई निरन्तर बढाउनेछौँ। तपाईँहरूले सहभागी भइदिनुहोस्। यो साइकल सिटीको परिवारको तर्फबाट फेरि एकपल्ट अर्को वर्षको लागि निमन्त्रणा। आठौँ टुर दे पोखराको आयोजना भएको यो कार्यक्रम हामी दिनभरि थाके पनि सफलै भयो जस्तो लाग्छ। साइकल हामीले चढ्नको लागि मात्रै चढेको होइन, रमाइलोको लागि चढेको पनि होइन, स्वास्थ्यको लागि चढेको पनि होइन, हामी वातावरणको लागि, हामी पर्यटकको लागि, हामी व्यवसायको लागि, हामी प्रबन्धनको लागि, आफ्नो ठाउँहरू चिनाउनको लागि हामी साइकल चढेछौँ। हामी धेरै विधामा चाहिँ अघि बढिरहेछौँ। यो साइकलबाट चाहिँ हामीले साइकलमा सानो सानो ब्यानर राख्ने चलन छ नि, आफ्नै ठाउँको क्लबको नाम लेखेर अनि आफ्नो नाराहरू लेखेर ल्याउँ। सबैले आफ्नो आफ्नो लेख्यो भने कुन कुन ठाउँबाट आएको ठ्याक्कै चिनिन्छ हामीले के। अब आफ्नो ठाउँको हामीले आफै प्रमोट हामीले अर्को ठाउँमा गएर प्रमोट गर्ने कि तपाईँको प्रमोट यहाँ गर्ने हो कि। हामी त 12 घन्टा चाहिँ हामी सँगै छौँ, एउटै परिवार भएर बसेछौँ। मलाई अब त्यो ठाउँमा घुम्नु जाँदा आपत पऱ्यो के पऱ्यो भने यहाँ त साइकल ग्रुप छ नि, फोन गरे हुन्छ भनेर हाम्रो परिवार सम्झिनु पऱ्यो कि त्यो चाहिँ त्यो हो चाहिँ हाम्रो राम्रो हुनु भएको छ। मलाई हामी यहाँ सम्पूर्ण साइकलिस्टहरूलाई म भरौजन गाउँपालिका र मुक्तिनाथले आशीर्वाद दिनु भन्दै मेरो दुई भनाइ यही टुङ्गाउँछु। जय साइकल। परेको छ त्यसलाई व्यवस्थापन गरेर यो चिन्ता विचार गरिदिनु हुनको लागि हामी कार्यक्रमको आगामी नवौँ संस्करण टुर पोखरा नवौँ संस्करणलाई भव्यताका साथ सफल पार्नका लागि यहाँले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित म यो आजको कार्यक्रमबाट कार्यक्रम सञ्चालक जीवन ढुङ्गाना म बिदा चाहन्छु। नमस्कार। आज सम्मानित हुने हाम्रो लागि चाहिँ एउटा प्रेरणाको स्रोत हो। उहाँ 52 वर्षदेखि लगातार साइकल चलाउनु भएको छ। उहाँको उमेर 86 वर्षमा पनि उहाँ अझ पनि साइकल चलिरहनु भएको छ। हाम्रो शेरबहादुर कोइलज्यू यहाँ सहभागी हुनुभएका सम्पूर्ण राइडर्सहरूमा म साइकल सिटी पोखराको तर्फबाट